भन्ने अर्को क्वेसन हुन सक्छ नि। कुनै राजनीतिक विचारधाराबाट निर्देशित नभई सबैप्रति समान व्यवहार गर्न र निष्पक्षता इम्पार्सियलिटी कायम गर्नको लागि नै तटस्थ हुनु जरुरी। यदि तटस्थ भएन भने चाहिँ इम्पार्सियल हुँदैन के सर्भिस। कुनै विचारधाराबाट प्रेरित भयो अथवा कुनै भूगोलका मान्छेलाई मात्रै माया गर्ने भयो होइन, त्यसर्थ चाहिँ पोलिटिक्समा मात्रै नभएर सामाजिक कुरामा पनि आउँछ। कुनै जातिप्रति मात्रै चाहिँ जातिलाई चाहिँ बढी माया गर्ने भयो, कुनै भूगोलका मान्छेलाई बढी माया गर्ने भयो, कुनै क्षेत्रका मान्छेलाई बढी माया गर्ने भयो भने के हुन्छ? समान व्यवहार भएन नि। त्यसैले नि तटस्थता भनेको के भने त्यो इम्पार्सियलिटी कायम गर्नको लागि। तटस्थता भनेको पोलिटिकल न्युट्रालिटी भन्यो भने पोलिटिक्स प्रतिको न्युट्रालिटी, तर होल न्युट्रालिटीमा चाहिँ सबैप्रतिको न्युट्रालिटी, इम्पार्सियलिटी पनि हो। त्यो इम्पार्सियलिटी काम गरेर तटस्थ हुनुपर्छ। विचारधाराबाट निर्देशित भयो भने त झन् एउटै विचारकालाई मात्रै सर्भिस दियो भने के होला? त्यसले त्यो ब्युरोक्रेसीको नर्म्सभित्र पर्दैन। त्यो इम्पार्सियलिटी कायम गर्नु। राजनीतिक दलहरूप्रति सन्तुलित र समान व्यवहार कायम गर्नु। सबै पोलिटिकल पार्टीहरू इक्वल कर्मचारीको लागि बढी घटी छैनन्। समान व्यवहार कायम गर्नु। सार्वजनिक प्रशासनले दिने सेवा र विकासका कार्यमा राजनीति हस्तक्षेप हुन नदिनु। एडमिनिस्ट्रेसनले गर्ने काममा नो इन्टरफियर एट अल बाई पोलिटिक्स। कसैको आग्रह पूर्वाग्रह नहुने सुनिश्चित गर्न। जनताप्रति जिम्मेवार भएर काम गर्न, सबैलाई समान व्यवहार गर्न, यो प्रशासनको धर्म पनि हो। प्रशासनको व्यवसाय मर्यादा प्रोफेसनल भ्यालु कायम गर्न। प्रोफेसनल भ्यालु भन्ने बित्तिकै उसको निष्पक्षताको कुरा, व्यवसाय एक्सपर्टिजको कुरा, क्षमता दक्षता अभिवृद्धिको कुरा, प्रोफेसनल भ्यालु कायम गर्ने। व्यावसायिक क्षमताको अभिवृद्धि गर्न। कसै पक्षमा लागेर काम गर्यो भने त्यो व्यावसायिक क्षमता विकासै भयो। कानुनको शासन रुल अफ लको अवधारणाबाट निर्देशित भएको। रुल अफ लले के भन्छ? एभ्री वान इज इक्वल बिफोर द ल। कानुनको अगाडि सबै जो पनि समान छ। एभ्रीबडी इज इक्वल, अल आर इक्वल। प्रशासनको अनुशासन, नैतिकता, इमान्दारी कायम गर्न नै न्युट्रल हुनु पर्दो रहेछ होइन। त्यसैमा अर्को पाठ, सार्वजनिक प्रशासन किन प्रतिबद्ध हुनुपर्छ? एउटा प्रश्नकै उत्तर जतिको भइहाल्यो नि। सार्वजनिक प्रशासन किन प्रतिबद्ध हुनु जरुरी छ? सार्वजनिक प्रशासन सरकारप्रति प्रतिबद्ध हुनुपर्छ। यसबाट नै सरकार नीति कार्यक्रम सही रूपमा कार्यान्वयन हुने। सही रूपमा कार्यान्वयन गर्नकै लागि सरकार, नत्र सरकारप्रति कमिटेड छैन भने त सरकारको पोलिसी कसरी इम्प्लिमेन्ट गर्ने र? त्यो त गाह्रो हुन्छ। त्यसले सरकारप्रति प्रतिबद्ध हुनैपर्छ। सरकारका पोलिसीलाई चाहिँ व्यवहारमा ट्रान्सलेट गर्नुको लागि पनि यो जरुरी छ। राजनीतिक नेतृत्वप्रति व्यवसायिक दृष्टिले प्रतिबद्ध हुनुपर्छ। राजनीतिक नेतृत्वप्रति यो भने के भन्दाखेरि कुनै पनि पोलिटिसियनले, पोलिटिकल लिडरले या पोलिटिकल पार्टीको मान्छेले फलानु सचिव आयो भने त यसले हाम्रो काम गर्दैन, हामीले भने मान्दैन। फलानु डिजी आयो भने हामीले भने मान्दैन। फलानु कार्यालय प्रमुख आयो भने यो हाम्रो होइन, हामीलाई सहयोग गर्दैन भन्ने चलन छ नि। त्यो शङ्काको अवस्था हुनु हुँदैन। कर्मचारी जो भए पनि उसले सहयोग गर्छ भन्ने हुनु पर्यो। राजनीतिक नेतृत्वले के सोच्नु पर्यो? राजनीतिक नेतृत्वको दृष्टिमा भन्दाखेरि कुनै पनि कर्मचारी चाहिँ प्रतिबद्ध भएर आउँछ, कुनै बासनेस छैन उसमा भनेर कर्मचारीलाई ट्रस्ट गर्नु पर्यो कि विश्वास गर्नु पर्यो। ए भन्ने मान्छे सचिव भएर आउँदैछ या डिजी भएर आउँछ, कार्यालय प्रमुख हुँदै आउँछ। कुनै पोलिटिकल पार्टीलाई संशय हुनु भएन कि ऊ आएर चाहिँ अर्को पार्टीको घर मात्रै काम गर्ला कि भन्ने चाहिँ हुनु भएन। त्यसैले राजनीतिक कर्मचारीको पनि भूमिका रहन्छ। त्यो राजनीतिक नेतृत्वप्रति चाहिँ आइडियोलोजीको क्लोजनेस होइन। हजुर म त हजुरकै पार्टीको मान्छे हो नि भनेर जाने होइन कि कर्मचारीले पनि मसँग व्यावसायिक क्षमता छ, म यो मन्त्रालयको या कार्यालयको काम गर्न सक्षम छु, मसँग एक्सपिरियन्स छ, मसँग एक्सपर्टिज छ, मसँग एक्सपिरियन्स यो विषयको नलेज छ, म सक्षम छु यो काम गर्नको लागि भन्ने हो। म हजुरको पनि पोलिटिकल पार्टीमै पहिले आज नै आबद्ध भएको भातृ सङ्गठन फलानु पार्टी चाहिँ नि विद्यार्थी सङ्गठनमा पनि सभाको चुनावमा पनि जितेको या उम्मेदवार भएको भनेर जाने होइन रे। म काम गर्न सक्षम काबिल छु भनेर जाने। त्यो प्रतिबद्धता हो। व्यवसाय दृष्टिले प्रतिबद्ध हुनु पर्यो, पोलिटिकल एफिलिएसनको दृष्टिले होइन। यो तपाईँहरूको लागि नयाँ पोइन्ट हुन सक्छ।
सार्वजनिक प्रशासन आम नागरिकप्रति प्रतिबद्ध हुनुपर्छ। आम नागरिकप्रति सार्वजनिक सेवा र विकासका कार्यमा नागरिक सरकार एवं गुनासो सम्बोधन गर्दै निरन्तर सुधार आवश्यक छ। एउटा कन्टिन्यू काइजेन मोडेलमा सुधार हुनु। यसले लोकतान्त्रिक विधिलाई बलियो बनाउँछ। जनताप्रतिको प्रतिबद्धताले जनविश्वास अभिवृद्धि हुन्छ। सार्वजनिक प्रशासन परिणामप्रति प्रतिबद्ध हुनुपर्छ, रिजल्टप्रति। पैसा खर्च गरेपछि उपलब्धि हुनु पर्यो। सडकमा हिलाम्य हुन भएन, रिजल्टप्रतिको प्रतिबद्धता। यसबाट नै सार्वजनिक कार्यको सकारात्मक परिणाम प्राप्त हुन्छ। सार्वजनिक प्रशासन हाम्रो सङ्गठनको उद्देश्य वा लक्ष्यप्रति प्रतिबद्ध हुनुपर्छ। अर्गनाइजेसनप्रति प्रतिबद्ध हुनुपर्छ, अर्गनाइजेसनप्रति जिम्मेवार हुनुपर्छ। यसले सङ्गठनको औचित्य पुष्टि गर्छ। जुन उद्देश्यको लागि अर्गनाइजेसनको स्थापना भएको हो त्यो पुरा गर्न चाहिँ उसप्रतिको प्रतिबद्धताले मात्रै पुरा गर्न सक्छ। नत्र सार्वजनिक सङ्गठन किन स्थापना भयो? जब प्रतिबद्धता छैन कर्मचारीहरूमा त्यसका लक्ष्य पुरा गर्ने भने त त्यो सङ्गठन रहनु नरहनुको अर्थै हुँदैन। त्यसले त्यो सङ्गठनको एक्जिस्टेन्सको लागि, त्यसका लक्ष्य उद्देश्य पुरा गर्नको लागि पनि प्रतिबद्ध हुनुपर्छ। यस्तो खालको क्वेसन आयो, मानिलिउँ अब सार्वजनिक प्रशासन किन तटस्थ हुनुपर्छ या किन प्रतिबद्ध हुनुपर्छ भन्ने प्रश्नमा पनि हामी यसरी एन्सर लेख्न सक्छौँ। त्यसपछि अब के आएछ? दोस्रो क्वेसनमा जोइन गर्नुलाई सुरु बुझाउनु होला। बिचको ग्याप पक्षको पोलिटिकल एडमिनिस्ट्रेटर हाबी हुने अब आधारमा भन्दा चीन अमेरिकामा पोलिस सर्भिस न्युट्रल छैन भन्न मिल्छ गुरु? पोलिटिकल एडमिनिस्ट्रेटर हाबी हुने आधारमा भन्दा अब चीनमा चाहिँ त पब्लिक सर्भिस न्युट्रल छ, न्युट्रल हुँदैन। अब कम्युनिस्ट, अब सीपीसी कम्युनिस्ट पार्टी अफ चाइनाप्रति प्रतिबद्ध हुनै पर्छ। त्यसैले त्यहाँको पोलिटिकल्ली कमिटेड हो कि ब्युरोक्रेसी। ऊ रिजल्टप्रति पनि कमिटेड होला, सेवाग्राहीप्रति पनि कमिटेड होला, तर मेजर रूपमा पोलिटिकल्ली कमिटेड हो। चाइनाको कुरा त सकिने हाल्यो। अब अमेरिकामा न्युट्रल छ कि छैन भन्ने कुरा, अमेरिका न्युट्रल छ कि छैन भन्ने कुरा चाहिँ न्युट्रल नभएको होइन। तर हायर पोस्टहरूमा के हुन्छ भनेदेखि त्यहाँ चाहिँ स्पाइल सिस्टम छ अहिले पनि। भनेको राष्ट्रपति फेरिएसँगै उच्च पदहरू फेरिन्छन् के, उच्च पदहरू फेरिन्छन्, चेन्ज हुन्छ, सल्लाहकारहरू हुन्छन्। त्यसै गरेर अब विभिन्न अघि भने जस्तै ब्युरोका अथवा विभागका चिफहरू चाहिँ नि फेरिन्छन्। उच्च हायर पोस्टका मान्छेहरू भनौँ न, सेक्रेटरी या मन्त्रीभन्दा मुनिका पनि मेजर पोस्टका मान्छेहरू चेन्ज हुन्छन्। त्यसलाई कमिटेड टु प्रेसिडेन्ट बनाउनै खोज्या हो। कमिटेड टु पार्टी चाहिँ होइन, कमिटेड टु प्रेसिडेन्ट बनाउनै खोज्या हो। र कमिटेड टु प्रेसिडेन्ट भने पनि उसले त्यही उसको पार्टीको नीति लागू गर्ने नै हो। त्यस्तो हो। अब पार्लियामेन्ट्री सिस्टममा जस्तो अब गभर्मेन्ट चाहिँ धेरैवटा पार्टी मिलेर पनि गभर्मेन्ट हुन्छ नि त पार्लियामेन्ट्री सिस्टममा त। तर प्रेसिडेन्ट सिस्टममा धेरैवटा पार्टी मिलेर त प्रेसिडेन्ट हुँदैन होइन। प्रेसिडेन्ट त छुट्टै इलेक्सनबाट आएको हो। त्यसैले फरक छ। तर अरू पोस्टहरू छ नि, तल्लो पोस्टहरू, त्यहाँ चाहिँ न्युट्रलै हो। त्यहाँ त न्युट्रलिटी नै हुन्छ, किनकि यो मेरिट सिस्टमबाटै आएका कर्मचारीहरू हुन्छन्। त्यसले न्युट्रल हुन्छ। अलिक कमिटेड गराउन खोजिन्छ, तर न्युट्रल हुँदैन उनी भन्ने चाहिँ होइन। उनीहरूको व्यावसायिकतालाई महत्त्व दिन्छन् होइन, प्रोफेसनलिजमलाई महत्त्व दिन्छन्, एक्सपर्टिजलाई महत्त्व दिन्छन्, एक्सपिरियन्सलाई महत्त्व दिन्छन्। त्योसम्म चाहिँ छ। दिपेशजीले के भन्नुभयो? तर हाम्रो देशमा त यो छ नि, न्युट्रल पनि छ, कमिटेड पनि छ। जल्दो बल्दो उदाहरण त काठमाडौँको महानगरकै छ, उसले पनि कमिटेडै खोज्यो। धेरै अब मेयरहरूले कमिटेडै खोज्छन् है। राजनीति तटस्थताका तत्त्व के हुनु भन्नुभयो सङ्गमजीले? त्यो भने के भन्दा व्यावसायिकता हुनु पर्यो, मेरिटमा आधारित हुनु पर्यो, विज्ञता हुनु पर्यो, अनुभव हुनु पर्यो, राइटलाई राइट, रङलाई रङ भन्न सक्ने क्षमता हुनु पर्यो। अब त्यसै गरेर पोलिटिसियनहरूसँग पनि डायलग गर्न सक्ने क्यापासिटी हुनु पर्यो होइन। कहिलेकाहीँ मन्त्रीले हराएको कुरा पनि गलत छ भने गलत भयो भन्न सक्नु पर्यो, त्यो क्यापासिटी हुनु पर्यो।
सकेको छैन क्लास। एउटा प्रश्न बाँकी नै छ नि। प्रशासनको राजनीतिकता र प्रतिबद्धता भनेको के हो? राजनीति र प्रशासन बीचको सम्बन्ध कस्तो हुनुपर्छ? तर्क दिनुहोस्। प्रश्न बाँकी नै छ है कुन? ल यो चाहिँ फाइनल हो है। अब अनि अलिकति समय बाँकी रहेपछि तपाईँहरूको ब्रेक हुन्छ। 8:30 मा क्लास होला। अब यस्तो प्रश्नमा के गर्नु? प्रशासनको राजनीति तथा प्रतिबद्धता भनेको के हो? अघि कुरा आयो नि। प्रशासनको राजनीति तथा प्रतिबद्धता भनेको के हो? तपाईँहरूले लेख्नु भएको थियो नि। के हो? होमवर्क। राजनीति र प्रशासनको सम्बन्ध कस्तो हुनुपर्छ? तर्क दिनुहोस्। 6 मार्क होइन। प्रशासनको राजनीति तटस्थता, यसलाई सिस्टमेटिक रूपले लेख्दाखेरि कतैपट्टि नलाग्नु, कतैपट्टि नलाग्नु वा कसैको पक्ष नलाग्नु भन्ने बुझिन्छ अरे के तटस्थता भने। कुनै स्वार्थ नभएको, डिसइन्ट्रेस्टेड, कतैपट्टि इन्ट्रेस्ट नभएको, आग्रह पूर्वक बायस नभएको भन्ने कुरालाई हिट गर्छ। तटस्थताको अर्थ चुप लाग्नु भन्ने होइन। तटस्थताको अर्थ एकदम चुप लागेर बस्ने भन्ने होइन। न्युट्रालिटी नट सिनोनिम्स विथ साइलेन्स अरे के चुप्प लाएर बस्नु चाहिँ होइन। तटस्थताले कसैको पक्ष नलिए पनि आधुनिक धारणाअनुसार राम्रो कुराको पक्ष लिनु। अहिले पहिला चाहिँ कसैको पक्ष नलिनु भनिन्थ्यो, त्यस्तो पेन्डुलम चाहिँ होइन। राम्रो कुराको पक्ष लिनु, यथार्थ वा सत्यको पक्ष लिनु भन्ने बुझ्न थालिएको छ। त्यसले न्युट्रालिटीको अर्थ इम्पार्सियलिटी चाहिँ हो। न्युट्रालिटीको अर्थ इम्पार्सियलिटी हो होइन, निष्पक्षता चाहिँ हो, तर इन्डिफरेन्स चाहिँ होइन है। जेसुकै होस्, बेसरोकार मतलब छैन भन्ने चाहिँ होइन अरे। मतलब हुनुपर्छ र राम्रोलाई राम्रो, नराम्रो नराम्रो भन्न सक्नुपर्छ। त्यो चाहिँ हो अहिले तटस्थ। अनि प्रशासनको राजनीतिक प्रतिबद्धता भने के? प्रतिबद्धताको अर्थ कुनै विषयको कुराप्रति अटल रहनु। प्रतिबद्धताको अर्थ कुनै विषयको कुराप्रति अटल रहनु, कुनै उपलब्धि हासिल गर्ने अठोट र वचनबद्धता प्रकट गर्नु र त्यसका लागि क्रियाशील हुनु भन्ने बुझिन्छ। वचनबद्धता अठोट व्यक्त गर्नु र त्यसको लागि वचनबद्धता मात्रै व्यक्त गर्न प्रतिबद्धता हुँदैन। म यो गर्छु भनेर मात्रै हुँदैन, गर्नको लागि क्रियाशील पनि हुनु पर्यो। परम्परागत रूपमा राजनीतिक प्रतिबद्धताले शासन सञ्चालन गर्ने दलप्रति प्रतिबद्ध हुनुपर्छ भन्ने मान्यता राखेको थियो। परम्परागत रूपमा राजनीतिक प्रतिबद्धता भनेको अर्थ शासन सञ्चालन गर्ने दलप्रतिको प्रतिबद्धता भन्ने बुझिन्थ्यो, त्यो मान्यता थियो। निरङ्कुश शासन व्यवस्था भएको मुलुकमा पनि यस्तो प्रतिबद्धता खोजिन्छ। तर आधुनिक पद्धतिमा राजनीतिक दल वा विचारधाराप्रति नभई सरकारप्रतिको प्रतिबद्धता भन्ने बुझिन्छ, दलप्रतिको होइन। सरकारका नीति कार्यक्रमहरू कार्यान्वयन तदारकता अपनाउने, सरकारका निर्णय कार्यान्वयन गर्ने भन्ने बुझिन्छ। यसरी दुईटाका कुराहरू अब जम्मा त 2 मार्कको क्वेसनको भयो, यति लेखाले पुग्यो। प्रश्नको दोहोरो पाटोमा राजनीति र प्रशासन बीचको सम्बन्ध भने कस्तो हुनुपर्छ? राजनीति र प्रशासन बीचको सम्बन्ध कस्तो हुनुपर्छ? क्वेसन छ। राजनीति प्रशासन दुवै शासन व्यवस्थाको अभिन्न हुन्, दुईटै इन्टिग्रल पार्ट हुन्, दुईटै बीचमा म्युचुअल कोलाबोरेसन जरुरी छ। दुवै पक्ष आपसमा अन्तर्निर्भर छन्, इन्टर रिलेटेड छ। एउटै सिक्काका दुईटा पाटा हुन्, अथवा एउटा बाइकका दुईटा पाङ्ग्रा हुन्, एउटै रथका दुईटा पाङ्ग्रा, एक आपसमा सहयोग गर्नुपर्छ। एउटाको एब्सेन्समा अर्कोले काम गर्न सक्दैन, त्यो उभिनै सक्दैन। राजनीति र प्रशासन दुवैको उद्देश्य देशको विकास र समृद्धि हो। दुवैले नागरिक हितको लागि काम गर्नुपर्छ। दुईटैको उद्देश्य त कमन छ, नागरिक हो, समृद्धि हो, कमन इन्ट्रेस्ट छ दुईटै। शासनमा स्थायी हुने तरिका पद्धति दुईटैको फरक छ। पोलिटिक्स कसरी आउँछ? इलेक्टेड, जनताबाट निर्वाचित भएर आउँछ। तर एडमिनिस्ट्रेसन सेलेक्टेड, काम एउटै हो। नीति निर्माण र कार्यान्वयन भनेर मात्र विभाजन गरिरहनु जरुरी छैन। अब प्रशासनले, राजनीतिले नीति तर्जुमा गर्ने, प्रशासनले त्यसको कार्यान्वयन गर्ने भनेर मात्रै अब विभाजन गर्नु जरुरी छैन। उदाहरणको लागि स्थानीय तहमा हेरौँ न, गाउँ नगरपालिकामा विकास निर्माणका कामहरू, विकासको योजना चाहिँ राजनीतिले तर्जुमा गर्ने, कार्यान्वयन प्रशासनले मात्रै गर्ने भन्ने कहाँ छ? वडा अध्यक्षहरू पनि त्यो कार्यान्वयनको काममा हिँडिरहेछन्, सदस्यहरू हिँडिरहेछन्, अनुगमन गरेर हिँडिरहेछन्, सँगसँगै छन् त प्रशासन र राजनीति। त्यसैले अबको नयाँ डिफिनिसनमा चाहिँ
राजनीतिले नीति तर्जुमा गर्ने, प्रशासनले कानुन गर्ने भनेर मात्रै चाहिँ पुग्दैन। नीतिको तर्जुमा प्रशासकहरू पनि रहन्छन्, जान्छ, दुईटै बिचमा छलफल हुन्छ, डिस्कसन हुन्छ। यो राजनीति खास गरी पोलिसी बिजनेस र ल मेकिङमा क्रियाशील रहने खास गरी जनताको आवाजलाई सुन्ने र पोलिसी रिफ्लेक्सनमा ध्यान दिने, जनताको आवाज सुनेर त्यसलाई पोलिसीमा इन्कर्पोरेट गर्ने काम चाहिँ राजनीतिको। जनतासँगको डायलेक्ट चाहिँ एडमिनिस्ट्रेसनको हुँदैन, डायलेक्ट चाहिँ पोलिटिसियनहरूको हुन्छ। प्रशासनले राजनीति मार्गदर्शनअनुसार काम गर्ने, दैनिक प्रशासन सेवामा सक्रिय बन्ने, खास गरी राजनीति मार्गदर्शनसँग काम गर्ने र दैनिक सेवामा प्रशासनिक सेवामा सक्रिय बन्ने। राजनीतिले प्रशासनको संस्था सुदृढीकरण, कर्मचारीको क्षमता विकास, प्रशासन नीति कानुन तर्जुमा गरी सहयोग गर्नुपर्छ। राजनीतिले प्रशासनलाई सहयोग गर्नुपर्छ, अनि मात्रै दुईटा बिचको सम्बन्ध राम्रो हुन्छ। प्रशासनले जुनसुकै दलको भए पनि सरकारप्रति प्रतिबद्धै काम गर्नुपर्छ। राजनीतिक दलप्रति समान व्यवहार हुनुपर्छ, सबै पोलिटिकल पार्टीलाई इक्वल बिहेभ गर्ने। प्रशासनले राजनीतिक विचारधारा बोक्नु हुँदैन, आइडियोलोजी बोक्ने बित्तिकै त्यो चाहिँ इम्पार्सियल हुँदैन। त्यसैले आइडियोलोजीलेस हुनु पर्यो, नन आइडियोलोजिकल। राजनीति टीका टिप्पणी गर्न हुँदैन, कर्मचारीले राजनीति टीका टिप्पणी गर्न हुँदैन। अब घरमा बोल्ने एउटा कुरा हो, तर पब्लिक फोरममा अफिसमा राजनीति टीका टिप्पणी गर्न हुँदैन। आलोचना गर्ने पूर्वाग्रही बन्न पनि हुँदैन, हैन। नो क्रिटिसिजम, हैन, नो बायसनेस, बायस फ्री। राजनीति पनि प्रशासनप्रति पूर्वाग्रही हुन मिल्दैन। मलाई फलानै डिजी चाहियो, फलानै सचिव चाहियो, फलानै हाकिम चाहियो भन्न मिल्दैन। मलाई राम्रो यो महानगरमा, यो विभागमा, यो ठाउँमा राम्रो कर्मचारी चाहियो, यो विषयको पढेको ट्यालेन्टेड ब्युरोक्रेसीमा भएको मध्येको मलाई राम्रो दिनुहोस् भन्ने हो मेयरहरूले पनि। तर मलाई फलानै चाहियो भन्न चाहिँ पाइँदैन, त्यो पनि पूर्वाग्रह हुन्छ। आफूले भनेअनुसारको काम लगाउने खालको मात्रै चाहिँ हुनु हुँदैन। प्रशासनले सरकारलाई सही सूचना, तथ्याङ्क, विज्ञता प्रदान गरेर सहयोग गर्ने। प्रशासनले सरकारलाई सूचना, तथ्याङ्क, विज्ञता, एक्सपर्टिज, उसँग भएको एक्सपिरियन्स प्रदान गरेर सहयोग गर्ने। सरकारले गरेका निर्णय कार्य गर्नु प्रशासनको दायित्व, तर ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न सक्नुपर्छ। यस मिनिस्टर होइन, यस मिनिस्टर होइन। यस मिनिस्टर भन्ने टर्मिनोलोजी पनि भारतमा इन्दिरा गान्धीको शासन ताका आएको। भारतमा इन्दिरा गान्धीले चाहिँ नि प्रशासनलाई कमिटेड बनाउन खोजिन्छ, प्रशासन चाहिँ राजनीतिप्रति अलिक प्रतिबद्ध हुनुपर्छ भन्ने किसिमबाट कुरा राखे। त्यसको विरोध भयो भारतको संसदमा। अब इन्दिरा गान्धीले आफू अनुकूलको ब्युरोक्रेसी बनाउन खोजिन्, आफूले भनेको मात्रै मान्ने ब्युरोक्रेसी गर्न थालिन्। यस मिनिस्टर भन्ने, जे भने पनि यस मिनिस्टर भन्ने ब्युरोक्रेसी खोजिन् भनेर व्यापक आलोचना भएपछि इन्दिरा गान्धीले संसदमा माफी माग्नु पर्यो। र उनले के भनिन् भन्दाखेरि, मैले त्यस्तो भन्न खोजे होइन, कमिटमेन्ट मिन्स प्रोफेसनल कमिटमेन्ट, कमिटमेन्ट टु रिजल्ट, होइन, त्यो भन्नु पर्यो, सरकारप्रतिको कमिटमेन्ट होइन भनेर उनले चाहिँ माफी माग्नु परेको थियो। त्यसैले यस मिनिस्टर भन्ने शब्द त्यहाँ प्रयोग भयो। यस मिनिस्टर भन्ने चाहिँ भएन, यस मेयर भन्ने पनि भएन, होइन, यस चेयरम्यान भन्ने पनि चाहेन। प्रशासन राजनीतिक रूपले तटस्थ, निष्कर्षमा प्रशासन राजनीतिक तटस्थ, निष्पक्ष र व्यवसाय भएमा राजनीतिसँग सम्बन्ध पनि बलियो हुन्छ। ऊ तटस्थ प्रोफेसनल छ भने जुनसुकै सरकार आए पनि, जुनसुकै मन्त्री आए पनि, जुनसुकै प्रधानमन्त्री आए पनि उसँग सम्बन्ध बलियो हुन्छ। तर फरक विचारधारा राख्ने खालको आयो भने त पोलिटिक्स गरे एडमिनिस्ट्रेसनले भने त एउटा पोलिटिकल पार्टीको आउँदा उसलाई मान्ला, अर्कोले नमान्ला, त्यो हुन्छ। सक्षम जवाफदेही सेवामुखी प्रशासनप्रति राजनीतिको सकारात्मक धारणा हुन्छ नै। प्रशासन कुनै वाद विचारमा आधारित भएमा निष्पक्ष कार्य गर्न सक्दैन। वाद विचारमा आबद्ध भयो भने चाहिँ निष्पक्ष रूपले काम गर्न सक्दैन। फलत राजनीतिसँगको सम्बन्धमा दरार सिर्जना हुन्छ। यदि पोलिटिकल पार्टीप्रति एफिलिएटेड भयो भने त अर्को पोलिटिकल पार्टीसँग त सम्बन्ध राम्रो हुँदैन। त्यसैले आधुनिक व्यवस्थापनको अवधारणाले सार्वजनिक प्रशासन राजनीतिमा तटस्थ र पेशागत रूपमा प्रतिबद्ध, होइन, पोलिटिकल्ली न्युट्रल, प्रोफेसनल्ली कमिटेड हुनुपर्छ भन्ने मान्यता राखेको पाइन्छ। यति नै कुरा हो।
च्याट बक्समा के आयो यसलाई एड्रेस गरौँ। संहितामा राजेन्द्र प्रसादको अन्तर्सम्बन्ध एकात्मको पनि त्यही हो, संघात्मक पनि यही। संहिता भएर राजनीतिक प्रसाद बिचको फरक हुँदैन, कुरा एउटै हो सैद्धान्तिक। खालि के हो त शासकीय पात्रहरू चाहिँ फरक भए। संहितामा 3 तहको शासन भयो, 3 तहकै पोलिटिकल एक्टरहरू भए। जहाँ जहाँ जुन जुन निकायमा काम गर्ने हो, अब महानगरमै काम गरिन्छ भने पनि कर्मचारी त न्युट्रलै हुनु पर्दैन। कुनै पार्टीको प्रति मेयर उपमेयर फरक फरक राजनीतिक दलहरू छन्, फरक फरक धारणा राख्नु भयो। त्यसैले उहाँहरूप्रति समान व्यवहार, अरू पोलिटिकल पार्टी पनि समान व्यवहार हो, जहाँ पनि प्रदेशमा पनि त्यही हो। त्यसले गर्दाखेरि संहिता हुँदैमा चाहिँ राजनीतिक प्रसाद बिचको अन्तर सम्बन्ध फरक हुँदैन। यसलाई एकात्मक र संहितामा भनेर भनिरहनु पर्ने आवश्यकता छैन। कमेन्ट्री टु कन्सेप्ट इन्दिरा गान्धीको इमर्जेन्सी पिरियडबाट आएको हो त होइन, त्योभन्दा पहिले नै कमिटमेन्टको कुरा त मैले अघि नै भनिसकेँ नि। एडमिनिस्ट्रेटिभ बिहेभियरमै अब कर्मचारीको अ काइन्ड अफ एभिलिएसन टु सोसाइटी एन्ड पोलिटिक्स होइन, अनि ब्युरोक्रेसी चाहिँ अब पोलिटिकल सिस्टमबाट सोसल सिस्टमबाट इन्फ्लुएन्स हुन्छ भन्ने कुरा त पहिलेदेखि आयो। 1948मा जुन एडमिनिस्ट्रेटिभ बिहेभियर लेखे याची सिमोनले, त्यहाँदेखि नै आयो। कुनै कुनै बेला राजनीतिक प्रसाद बिच अघोषित टकराव भएको हो कि जस्तो लाग्छ। मतलब प्रसादमा राजनीति र राजनीतिक प्रसाद हावी हुन खोज्ने जस्तो देखिन्छ। त्यस्तो अवस्थामा कुनै बेला प्रसाद र राजनीति बिच एउटा स्पष्ट लाइन खिच्न जरुरी। लाइन खिचिएकै छ। लाइन खिचिएको के छ भने कर्मचारीले पोलिटिक्स गर्नै हुँदैन र पोलिटिसियनहरूले कर्मचारीप्रति बासनेस राख्नै हुँदैन। राजनीति मूलतः नीति निर्माणमै हुने हो, यद्यपि एडमिनिस्ट्रेसनले सहयोग गर्छ। प्रशासन नीति कार्यान्वयन, डेली वर्कमा प्रशासन हो, पोलिसी म्याटरमा राजनीति हो। त्यो स्पष्ट नै छ, क्लियरै छ लाइन चाहिँ त। तर के भने तपाईँले भने जस्तो बिचबिचमा त्यस्तो हुन्छ। त्यसैले त अब कहिलेकाहीँ मन्त्री र सचिव बिचमा बोलचालै नहुने होइन, डिजीसँग चाहिँ सम्बन्धै नहुने, सरुवा गरिदिने, अर्को ल्याउने, मेयर र चाहिँ प्रमुखको साइडमा राम्रो नहुने, यी सबै यही कारणहरूले भइरहेको। र भेस्टेड इन्ट्रेस्ट राख्यो भनेदेखि समस्या उत्पन्न हुन्छ, राखेन भनेदेखि समस्या उत्पन्न हुँदैन। त्यो पोलिटिसियनले पनि ब्युरोक्राटले पनि। ल थ्याङ्क यू। अब आजलाई यति नै गरौँ र तपाईँहरू केही समय रेस्ट गर्नुहोस्। खाना बनाउनु पर्ने पनि हुन्छ, खानु पर्ने बेला हुने लागेको छ। अनि 8:30मा फेरि अरू क्लास पनि छ, सबै भ्याउनु पऱ्यो। अहिले चाहिँ मैले चाहिँ यति नै गरेँ। धन्यवाद। गुड नाइट।